मेरो बडी चाहिँ अब जानुको लागि रेडी हुँदैछ, प्याकिङ गर्दैछ। यो ऊ चाहिँ ठुलो बुहारी, अन्त उसको लागि चाहिँ मैले बाटोमा खानुको लागि पानीहरू पनि सबै रेडी गरिदिएको छु। तातो पानी, सेलाको पानी, उसको लाने सामान यति नै हो। छुट्टी पुगेर फर्किँदैछ, यहाँ रेडी गर्दैछ निक्लिनुको लागि। सङ्क्रान्तिको तरुल खाऊ भनेर सङ्क्रान्तिको तरुल पनि ल्याइदिएको छु। यो चाहिँ हिजो उसिनेको। हिजो त छोरा र बुहारी चाहिँ सामान तामान सबै रेडी गरेर पनि अब निक्लिनु लागेको छ। जाने बेलामा हल्का अलिकति गफसफ गर्दैछु गाडी आइन्जालको लागि चाहिँ। मेरो छोरा त झन् झट्टीमाटी नै हुन्छ अलिकति हुँदैन, पुरा तिहार हुनु पर्दैन। बुहारी पनि त्यस्तै पाएको छ, एकदमै सिम्पल साधारण दुईजनाको जोडी चाहिँ। यिनीहरू चाहिँ मेरो ठुलो छोरा र बुहारी। अस्ति देखाएको चाहिँ सानो छोरा र बुहारी। सानो छोरा र बुहारी चाहिँ एकदम नक्कली छ। यिनीहरू चाहिँ ठिक्कै अपोजिट दुईजना। यता हेर छोरा, हो फेसबुकमा झन् ट्याक्कै नदेखाउनु भन्छ। गाडी पनि आउँदैछ। अब हामी चाहिँ रोडमा निस्किसकेका छौँ। अनि सम्धी र सम्धिनी पनि छोरा बुहारीसँग सिलगढीसम्म जाँदै हुनुहुन्छ। मेरो छोरा बुहारी चाहिँ गाडी चढेर जान लाग्यो। सबै परिवारलाई एकदम भगवानले सही सलामत पुर्याइदिउन् भन्ने प्रार्थना चढाउँदछु। हेभ अ सेफ जर्नी सबैजनालाई।